सो गाइज आजको दिनमा हामीले बनाएर खायौँ भेज मोमो र यो भेज मोमो चाहिँ सेम चिकन जस्तै भइरहेको थियो र कसरी भयो त ल आउनु म भन्छु। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आइसकेको छु नयाँ मिनी ब्लग लिएर। आज चाहिँ हाम्रो मिनी ब्लगको 11औं दिन अनि त्यसपछि मम्मी चाहिँ भने मोमो बनाउँदै हुनुहुन्थ्यो। यो मोमो चाहिँ खासमा चिकन मोमो होइन, यो मोमो चाहिँ हाम्रो खासमा भेज मोमो हो र यो भेज किमा बनाउनलाई चाहिँ हाम्रो सबै सामान बारीबाट नै ल्याएको हो। अनि मम्मीले चाहिँ भने मोमोको लागि यता पिठो बेल्दै हुनुहुन्थ्यो अनि त्यसपछि हाम्रो भाडा पनि रेडी भइसकेको थियो। अनि आजको मौसम भने पानी परेर पनि सकिसकेको थियो। अनि एकछिनमा त कहाँबाट जागर आयो मलाई अनि मैले पनि मोमो बनाउन थालेँ। मलाई मोमो बनाउन त आउँदैन तर मैले कोसिस चाहिँ गरिरहेको छु है। फेरि यस्तो भयो मैले बनाएको मोमो। अनि मैले बनाएको मोमो अलग राखिसकेपछि हाम्रो चाहिँ यो बसाल्ने बेला भइसकेको थियो। अनि त्यसपछि एकछिनमा बसालिसकेर निकालिसकेपछि भने हाम्रो यस्तो खतरा पाकिसकेको थियो। अनि मोमो चाहिँ भने मैले फर्स्ट सुरु बाजेले लगेर दिएँ। अनि त्यसपछि हाम्रो पाली आउन लाग्थ्यो कि म तपाईँहरूलाई देखाइदिन्छु हाम्रो मोमो चाहिँ भेज मोमो हो भनेर प्योर। र यो भेज मोमो खाँदाखेरि सेम चिकन मोमोको जस्तो स्वाद आइरहेको थियो। अनि भेज मोमोमा चाहिँ चिकन मोमो जस्तो स्वाद कसरी आयो भन्दाखेरि यसमा चाहिँ हामीले अलिकति चिकनको बोसो मिसाएको थियो अनि त्यसपछि चिकनको मसलाहरू पनि मिसाएको थियो। त्यही भएर चाहिँ यस्तो टेस्ट आएको यसको। अनि तपाईँहरू पनि घरमा एकचोटि ट्राई गर्नु होला, लास्टै मिठो हुन्छ। आजले यति नै हुन्छ। सी यू अगेन।